हेलो व्हाट्सअप आज डाउनटाउन जाने प्लान छ। डाउनटाउनमा साथीको घर गएर गेम खेल्नुपर्छ। सो होप टुडे इज गोना बी अ गुड डे। लेट्स गो। सो आज डाउनटाउन जाने, गेम खेल्ने, रमाइलो गर्ने, साथीको घर धेरै दिनपछि, धेरै उसलाई नभेटेको धेरै दिनपछि मिटअप गर्ने। इन्डियन साथी, क्यानाडा आएर इन्टरनेसनल फ्रेन्ड भनेको त्यही इन्डियन हो, त्यस्तै त हो। त्यही भन्न चाहन्छु। अनि आज चाहिँ रमाइलो गर्नुपर्छ, धेरै दिन भयो घर बस्या, त्यही भएर आज चाहिँ बाहिर निस्किनु त मन छैन क्या, त्यही पनि जबरजस्ती निस्केर जाडोमा रमाइलो गर्नुपर्छ। लेट्स गो। भन भ्लगमा अस्मितले पोछा लगाउँदैन फेरि, खतरा पोछा, एउटा दाग रहन्न कि यहाँ पोछा लगाएपछि फेरि अस्मितले उता चाहिँ जुन पाए त्यही ब्रान्डको मजा लाउनु है। मैले पुमाको मात्रै, पुमा, नाइकी, एडिडासको मात्रै लाउँछु। ल रेडी भएर अब बाहिर निस्किँदै, अस्मित पनि रेडी, काममा जाँदै, म बेरोजगार अर्काको घर जाँदै। लेट्स गो। ल वी आर आउटसाइड on our way to downtown. Let's go. Woo! कहिले हो के भ्लग बनाउने अस्मित यार, तिमी कामै काम गर्छ यार, जहिले छोड्देऊ काम, दुइटै जबलेस भएर बस्छौ। दुइटै भ्लग जुदाइदिउँ के भएर, दुइटै भ्लग जुदाएर यहाँ तिमीले यस्तरी, मैले यस्तरी। अब मेरो जहिले नि भ्लग यहीँ भन्छ, हिजो नि भ्लग बनाएको थियो, बाक त्यस्तो भ्लग नि के हाल्ने भनेर नहाल्दा आज चाहिँ हाल्नुपर्छ। अब एरा जाँदै, एराको आन्टीसँग नि बेस्ट फ्रेन्ड भएको कि म त। अब एराको आन्टीले छोडिदिने रे मलाई। एराको आन्टीले एक दिन गएन भने यु डिन्ट कम यस्टरडे भन्छन् भन्ने कि गफ। एराको स्टिल स्पोन्सर्ड बाई हाम्रो बजार है, सबै यहाँ सपिङ गरिदिनु होला भन्ने स्पिड स्टिल स्पोन्सर्ड हो। एक दिन चटपटे खाएको बिरामी भएर यार, त्यही भएर कोही नजाने यहाँ भन्ने कि। वी आर स्टिल अन आवर वे टु डाउनटाउन। लेट्स गो। स्मिथ अस्मितले भ्याक्सिन किन्यो $5 कत्तरी हेरेको क्या अङ्कल। हामी अझै केनेडी स्टेसनमा है, कहाँ जाँदै, काममा जाँदै भ्लग बनाउँदै। यता हेर न, ल भन। मैले थाहा के भन्छ, कमेन्ट गर्नेलाई लाइक सब्सक्राइब गर्नु, सेयर गर्नु। अब एउटा पेन गिभ अवे हुँदैछ, 5जना साथीलाई मेन्सन गर्नु, यो पेन गिभ अवे। यो पेन सानोतिनो पेन होइन, कसले दिएको रे? कसले दिएको? भाइरसलाई दिएको पेन, एस्ट्रोनटहरूले युज गर्ने पेन। यो उसमा स्पेस उसमा मात्रै चल्छ। हामी छुट्टिने बेला आयो। पोलिटिक्स छैन क्या, हामी पोलिटिक्समा हाल्नु 8 म अहिले नेपाल भएको क्या, मलाई अहिले के टिकट दिन्थ्यो के त्यो एउटा भिडियो थिएँ ल। वेयर स्टिल एट युनियन स्टेसन अन द वे टु द फ्रेन्ड्स हाउस। साथीको घर जाँदै 1 घन्टा जति लाउने भयो, त्यहाँसम्म पुग्ने 1 घन्टा लाउने भयो। अब जाँदै फ्रोजन लेक चाहिँ अस्ति देखाउँछु भनेको आज देखियो है। फ्रोजन लेक पुरा जमेछ यहाँ। फाइनल्ली अब
बाटो मात्रै हिँड्नु बाँकी छ अनि साथीको घरमा आइपुग्छु. लेट्स गो. पग धन्नै नचिक्ला यार. त्यही हो. जाडो छ जाडो. रात परिसक्यो यार. 6 बजेछ रात पर्छ. मेरो काम गर्ने इलाका चाहिँ यतै हो है. समरमा चाहिँ यहीँ नजिकै काम गर्नुपर्छ. त्यही हो. अब जानुपर्छ. चाचा के साथ आफ्टर लॉन्ग टाइम चाचा हार्दिक भाई ने पैसे खा लिए मेरे. पैसे दे दो चाचा. बहुत टाइम बाद मिले मेरा भाई. चाचा केक फ्रीज करेंगे. इधर मैं पूरा ठंड से मर गया. उधर से मिलने के लिए आ रहा हूँ. चाचा का दोस्त पर दिखने में गरीब लगते हैं पर अमीर जगह पे लेते हैं चाचा का. इसलिए क्या बोलो ना. गेम. ये तो मोर्टल कम्बैट नहीं है. टेकन. I'm at Chacha's house. Chacha. So that's it. That's it for today. See you at next vlog. Stay tuned. Have a good one. Take care. Peace out.